हेलो साथीहरू नमस्कार। स्वागत छ आरसीआर भ्लगमा। आज चाहिँ म तपाईँहरूलाई स्टुडियो नगई कसरी मोबाइलबाट गीत रेकर्ड गर्ने भनेर म तपाईँहरूलाई बताउन गइरहेछु। यो आरसीआर भ्लगमा तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनु होला। आउनुहोस् लागौँ स्क्रिनतर्फ। साथीहरू म चाहिँ स्क्रिनमा आइसकेको छु, ध्यान दिएर हेर्नु होला। एप्लिकेसन डाउनलोड गर्नको लागि चाहिँ प्ले स्टोरमा जानुपर्ने हुन्छ। प्ले स्टोर अन गर्नु होला। म चाहिँ यहाँ अन गरिसकेँ। प्ले स्टोर अन गरिसकेपछि तपाईँहरूलाई यहाँ अडियो एभुलेसन मोबाइल स्टुडियो भनेर सर्च गर्नुपर्ने हुन्छ। मैले चाहिँ यहाँ अलरेडी इन्स्टल गरिसकेको छु, तपाईँले पनि इन्स्टल गर्नु होला। इन्स्टल गरेपछि तपाईँहरूले यसलाई ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईँहरूले चाहिँ यहाँ यस्तो इन्टरफेस खुलेको देख्न सक्नुहुनेछ। यहाँ ओके गर्नु होला। ओके गरेपछि यहाँ नाउमा खिच्नु होला। नाउमा खिचिसकेपछि यस्तो इन्टरफेस खुल्नेछ। यस्तो इन्टरफेस खुलिसकेपछि यहाँ माथि देख्नुहुन्छ प्रोजेक्ट भनेको खिच्नु होला। प्रोजेक्ट भनेको ठाउँमा खिचिसकेपछि यहाँ तपाईँहरूले देख्नुहुन्छ यस्तो इन्टरफेस खुलेर आउनेछ। यस्तो इन्टरफेस खुलेर आएपछि तपाईँहरूले चाहिँ यहाँ इम्प्रुभ सङ फ्रम म्युजिक डाटाबेस भनेकोमा चाहिँ खिच्नुपर्ने हुन्छ तपाईँहरूले। यहाँ खिचिसकेपछि तपाईँहरूले गीत छनौट गर्नुपर्ने हुन्छ। गीत तपाईँहरूलाई कुन ट्र्याकमा गाउँदै हुनुहुन्छ, कुन ट्र्याकमा गाउनुहुने त्यही ट्र्याक चाहिँ तपाईँहरूले यहाँ छनौट गर्नु होला तपाईँहरू पनि। म चाहिँ यहाँ छनौट गर्छु। छनौट गरिसकेपछि यहाँ यस्तो इन्टरफेस खुल्नेछ। यस्तो इन्टरफेस खुलिसकेपछि तपाईँहरूले मैले चाहिँ ट्र्याक यहाँ गाइसकेको छु, तपाईँहरूले पनि गाउनु होला यसरी नै ट्र्याकमा। कति हिँडो एक्लै बर भएर दिन रात घाम सहेर। मैले चाहिँ यहाँ तपाईँहरूलाई एक्जाम्पलको लागि गीत गाएर देखाएको छु। तपाईँहरू पनि यसरी गाउन सक्नुहुनेछ। तपाईँहरू पनि ट्राई गर्नु होला है त।